हेलो एभ्रिवान, इट्स मर्निङ गाइज। मर्निङ भन्दा नि मेरो लागि मर्निङ हो क्या आज। 9:43 भइसकेको छु अनि म चाहिँ भर्खर उठेको क्या आज। आज बिदा थियो, अर्दैन 6:30 बजी उठ्नुपर्छ। आज बिदा थियो अनि कति बजीसम्म सुत्यो, अध्ययन थाकियो, सुतेर थाकिसकेँ म। चिया खाना पऱ्यो अनि यसो बाहिरतिर निक्लिनु पर्ला भ्लग बनाउन। स्पेसल बनाउनु पऱ्यो कि बिदालाई भन्ने सोध्छु। अनि फेरि कसरी बनाउने थाहा हुन्न, सोचौँ गरौँला।そうですね。多分明日方は天気がいいじゃないですか。ちょっと運動が上がるんじゃないですか。それがいいね。でもちょっと暖かくなったら、だからそうね、めっちゃ暖かくなるんです。その時はもう嫌です。昨日か一昨日がちょうどいい温度にあった。私この服干に外に行ったら、そんなにこのぐらいで服に着て外に出たら、全然寒くなかった。寒くなかったよね。そう。今日も多分そんなにないですね。いただきます。गाइस, आफ्नो दिनहरूलाई के अरे रमाइलो बनाउनलाई म यसो डुल्न जानु पर्यो। त्यही सोचेर म बाहिर निक्लिन्छु। न त गाडी हेर्ने साइकल भयो त बिर्सिएर। सधैँ साइकल गाडीमा दिदी अङ्कल हुन्थ्यो, सबै हिँडिन्थ्यो नि त। अनि त्यतै हिँड्न लाग्यो क्या। धन्न लिएर गएको, धन्न पुलिसले समात्छ भनेर, नत्र लिएर जानु हुन्थ्यो क्या। लाइसेन्स छैन, नत्र चाहिँ हुन्थ्यो, नहुन त थिएन। यसको चाहिँ मौसम चाहिँ राम्रो छ। म जाने ठाउँ चाहिँ यहाँबाट अब लाग्छ होला, साइकलमा नि आधी घन्टा जस्तो लाग्छ होला। यसो मिहिनेत गरेर भने जान भयो। कति रुममा बस्ने पनि यार, बाउलाई चाहिँ रुममा बसिरहेको भने नि भन्ने त हुन्न। त आमा हुनुहुन्छ, कहिले बसिन्छ कि। तर पनि चोटो बस्छु, यसो डुल्न गयो भने बिदाको दिन रमाइलो हुन्छ कि बसिराख्नुभन्दा। त्यो सोध्छु म चाहिँ। अनि अब चाहिँ म यसो जान्छु। अहिले पुगेपछि फेरि सुरु गर्छु मेरो यात्रालाई देखाउँदै। गाइस, फाइनल्ली पुग्न लाग्यो, तर पुगेको छैन। सबै यो भन्दा नि बाटो गाइस त्यस्तो धेरै गाडी हिँड्ने बाटो होइन कि, अलि मात्रै हिँड्छ। अनि लास्ट पुगाले तलबाट माथि आउँदा त पुरै त्यो घुमाउरो साङ्ग्रो उकालो बाटो। जस यस्तै हुन्छ कि त्यो नेपालतिर पनि बाटो त्यस्तै हुन्छ। यस्तो पिचै हुन्न कि तल, तर साइडमा यस्तो जङ्गलहरू होइन। अलि देखेँ यहाँबाट। फाइनली पुग्न लाग्यो। वाउ, जस्तो वाउ भन्थ्यो। के त लेखेको थियो कि त्यहाँ मैले, त टल्किरहेको क्या, जहिले एकछिनमा देखिन्छ ल।
फाइनली यत्रो दुःख गरेर सङ्घर्षपछि त्यो टावर देख्यो यहाँबाट भने त्यो टावरको छेउबाट आएको म त्यो टावरबाट नि अझ टाढै भनौँ छेउरेन्जियो त छैन होला छेउसाजमा त मात्रै हान्थ्यो त भयो होला के बाटो तलबाट आएको त्यहाँबाट टावर देखियो नि त हो त्यो टावर थियौँ भन्दा अझ त हो क्या हामी बस्नु चाहिँ अनि यस्तो के यस्तो खालको मूर्तिहरू छ त्यहाँ चाहिँ अनि त्यही हेर्नको लागि चाहिँ आएको म गौतम बुद्धको जस्तो छैन त सब त्यस्तैको सब यो एकजना मान्छेले मात्रै यो सब बनाएको हो भनेर भन्थ्यो क्या भन्नुहुन्थ्यो अङ्कलले चाहिँ एकजना मान्छेले यो सब ढुङ्गाहरू ल्याएर यो चित्र कोरेर अनि यहाँ अझ अलि देखाउँछु त्यतापट्टि साइडमा सब एकजनाले मात्रै क्या सिङ्गल वान म्यान आर्मी हेर्नु त जस्तै म जस्तै म नि वान म्यान आर्मी भनेर साइकलमा यस्तो घुम्दै घुम्दै यो जङ्गल छिरेर यहाँ आइसकेँ अब चाहिँ लगायत फाइनल्ली चाहिँ भनेको ठाउँमा चाहिँ पुगेँ यताबाट घाम लगाइरहेको थियो अरे भ्यू यस्तो देखिरह नमस्ते रे के ल लगायत फाइनल्ली पुग्यो भनौँ न होइन यहाँसम्म चाहिँ अब यहाँ चाहिँ कहानी के हो भन्दाखेरि चाहिँ यो सब छ नि यो हरेक मूर्ति चाहिँ एकजना मान्छेले मात्रै सब तलबाट ढुङ्गा बोकेर ल्याएर अनि यहाँ चाहिँ सब यस्तो बनाएको चाहिँ एकजना मान्छेले हो अरे कि एकजनाले के जस्ट वान पर्सन अहिले त सायद कोही पनि छैन होला म मात्रै होला म पनि वान म्यान आर्मी हो नि त त्यही भएर अब अरू त यो सानो सानो त ठिकै हो कि म त्यहाँ आउँछु क्या यो मूर्तिहरू चाहिँ एकजनाले चाहिँ कसरी पोसिबल भयो होला जस्तो लाग्छ कि मलाई चाहिँ जस मेरो सोचमा चाहिँ अब यो एकजनाले कसरी ल्याएर आएर कसरी बनायो आउनु त यसको भाग छ नि त त्यति छ तर त्यति पनि ल्याएर बनाउनु गाह्रो छ हो हामीले सोचे जस्तो सजिलो चाहिँ कस्तो छैन है साँच्चीकै अझै बाँकी छ कतिसम्म दुःख गरेर बोकेर लिएर आउनु सक्छ होला कि मान्छेले हिँड्दै त्यहाँबाट आएको होइन हुँदो रहेछ क्या सायद म त कता आएको बिर्सिसकेँ म बाटो यत्तिकै हिँड्दै थिएँ म अनि हिँड्दा हिँड्दै आइसकेँ पछाडिको सब त्यही हो क्या एकजनाले यति बनाउनु भनेको चाहिँ महान ठुलो कुरा हो जस्तो लाग्छ मलाई चाहिँ कछुवा मलाई नखाल त्यस्तो भ्यू गाइज यो हो कि भ्यू बल्ल पहिला एकचोटि हामी आएको थियौँ क्या अङ्कलसम्म गाडीमा अब साथी भएको यस्तो यताबाट हिँड्दै हिँड्दै गरेर तलपट्टि गएर फोटासोटा हान्नु हुन्थ्यो एक्लै छु आफैलाई हेर्ने कि आफै बस्ने आफैको स्विङ यही हो गाइज हेर्न आएको चाहिँ म यही हो तर यो बनाउनु त ठिकै हो कि मैले माने कि तर एकजनाले मात्रै यत्रो गर्नु चाहिँ अलिकति उस कुरा होइन त अलिअलि मान्छे त हेर्न आउँदो रहेछ नि तर उहाँ दुईजना यस्तो एक दुईजना आउँदा नि म मात्रै रहन्छु कोही अरू नि हेर्न आउँदो रहेछ भनेर खुसी लाग्छ यही हो गाइस द्याट्स द भ्यू अनि हामी चाहिँ अहिले आएँ हामी भनेको म अनि म अरू कोही छैन म हो थाक्यो यतापट्टिको साइड होइन ओइ मैले भन्नै बिर्सेछु नि त लास्टको चाहिँ समुद्र हो त्यहाँ बोर्ड त कि चाहिँ यहाँबाट मैले हेर्दा त अब हजुरहरूले हेर्दा देखिन्न होला होइन ऊ त्यो उतापट्टिको लास्टको त्यो निलो छ नि त्यो चाहिँ सबै समुद्र हो एकजनाले कसरी बोकेर ल्या होला नि यार यति यति भन्छु क्या म त मेरो सोचै हुन्छ क्या जहिलेसम्म यहाँ आउँदा भन्दा नि दुईचोटि आएँ म पहिला एकचोटि आएको थिएँ अनि अहिले चाहिँ
पहिला को आएको थियौँ कि हामी अङ्कलसँग अङ्कल बहिनी म दिपकसँग आएको थियौँ अनि अहिले चाहिँ म एक्लै चल्दैको साइकलले नै चल्दिउँ भनेर क्या कति घर बस्नु होइन घर बस्नु अन्त युट्युबमा एउटा भ्लग भयो नि हालिदिउँ भन्ने हुन्छ नि त अनि त्यही भएर आइदिएको खास यो त ठ्याक्कै नियन्त्रण कर्नु जस्तै छ है पारिछु म त्यहाँ कसरी म त्यो चाहिँ होइन क्या ब्लुटुथमा गीत लाग्छ त्यही भएर त्यताको ल गाइज इट्स टाइम टु गोइङ होम अझ म फर्किन लाग्यो गाइज पछाडिको भ्यूलाई अनि अगाडिको भ्यूलाई छोडेर म फर्किँदैछु अब चाहिँ फर्किनुपर्छ गाइज होइन ढिलो भइसक्यो म साँच्चै आएको भन्ने नि 1-1.5 घन्टा भइसक्यो यहीँको यहीँ बसिछु तर यहाँको जस्तो क्या त्यो पिस भाइब त्यो हुन्छ नि शान्त त्यो चिसो हावा त्यो चिसो बतास अनि हुन्छ नि कस्तो आनन्द आनन्द जान पनि म थोरै मरै छ उता हो यार कता हो बिर्सेँ मैले यतापट्टि हो क्या ठ्याक्क मलाई ठाउँ थाहा भएन गाइज आजको चाहिँ स्पेसल यही नै हो यही हेर्नको लागि म वहाँबाट आएको अब हेरियो देख्नुपर्ने चिज देखियो कस्तो होइन नि 1-1.5 घन्टा बसेँ आनन्द कस्तो रमाइलो हो ठाउँ जस्तो फिल हुने क्या होइन अब हुन्छ नि त हेर्दा नि जोस खाना नखाने हाम्रो फेरि कस्तो हुन्छ यस्तो गर्ने बानी हुन्छ नि त यहाँ फेरि अब आइसज गर्ने भने जस्तो टाउकुनु गर्ने बानी हुन्छ अब त्यो त आफ्नो कल्चर हो कि यहाँ चाहिँ इम्पोर्टेन्ट भनेको कल्चर भन्दा नि के हो त नि के हो यार ल गाइज अरू के होइन गाइज फाइनल्ली आइयो यहाँसम्म आइयो घुमियो यतिकै बसियो भनौँ न अब घुमियो भन्दा नि बस्यो अब चाहिँ जानु पर्यो जानुपर्ने छ हो त्यो सेतो सेतो यहाँ त पनि कतापट्टि हो त्यो सेतो सेतो छ नि त्यो यसको थोरै उतापट्टि हो अनि त्यो चाहिँ समुद्र हो अनि यो चाहिँ म आएको ठाउँ आजको आज हेर्न आएको यही नै भयो अनि आजको ब्लग चाहिँ यहीँसम्म भयो अब यहाँबाट चाहिँ म फर्किन्छु अनि यहाँबाट फर्केर चाहिँ घर जान्छु अनि चिया पकाएर खानु पऱ्यो अनि भिडियो गरेर हाल्छु त्यही हो गाइज अनि आजको ब्लग हेर्दैकोमा यहाँहरूलाई धेरै धेरै धन्यवाद अनि अर्को ब्लग चाहिँ अब कहिले आउँछ अनि थाहै हुन्न क्या अब कहिले मुड हुन्छ भन्ने कुरो हो कि बनाउने भिडियो बनाउने मुड चाहियो अनि अब ठाउँ नि चाहियो घरै बसेर ब्लग बनाएर नि भन कन्टेन्ट छैन केही अनि त्यो भएर चाहिँ आउने बेलासम्म चाहिँ पर्खनु होला बाई गाइज लास्ट टाइम